चर्चित लोकदोहोरी गायक सुमन परियारको परिवारमा यति बेला खुसी नै खुसी छाएको छ। केही दिन अघि मात्र पुत्र लाभ गरेका सुमन परियारका छोराको आज जन्मिएको 11औं दिन पुगेको छ। यस विषयको अवसरमा सुमन परियार, उनकी श्रीमती तथा परिवारका सम्पूर्ण सदस्यहरू एकसाथ भेला भई पूजा पाठ सहित छोराको न्वारान कार्यक्रम सम्पन्न गरेका छन्। धार्मिक विधिअनुसार सम्पूर्ण गरिएको उक्त शुभ कार्यमा परिवारका सदस्यहरूको अनुहारमा छुट्टै खुसी देख्न सकिन्थ्यो। छोराको आगमनले परिवारमा नयाँ ऊर्जा र उमङ्ग थपिएको छ। न्वारानको शुभ अवसरमा परिवारले साना बाबुको सुस्वास्थ्य, दीर्घायु र उज्जवल भविष्यको कामना गरेका छन्। यति बेला सुमन परियारको परिवारमा खुसी नै लहर छाएको छ भने शुभचिन्तकहरूले पनि सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना व्यक्त गरेका छन्। साना बाबु सम्पूर्ण परिवारलाई हाम्रो तर्फबाट पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चर्चित लोकदोहोरी गायक सुमन परियारको परिवारमा यति बेला खुसी नै खुसी छाएको छ। केही दिन अघि मात्र पुत्र लाभ गरेका सुमन परियारको छोराको आज शुभ न्वारान परेको छ। 11औं दिनको न्वारानका दिन यति विशेष अवसरमा सुमन परियार र उनकी श्रीमती तथा परिवारका सम्पूर्ण सदस्य एकसाथ भेला भई पूजा पाठ सहित छोराको न्वारान कार्यक्रम सम्पन्न गरेको जानकारी फेसबुकबाट दिएका हुन्। उनले फेसबुकको माध्यमबाट आफ्नो छोरा र आफ्नो जेठो छोरालाई काखमा च्याप्दै उसले देखेको तस्बिरलाई सहित न्वारानको दिन उनले आफ्नो दुई भाइ छोरा गर्वसहित र उनीहरूको भविष्यको लागि जे पनि गर्न तयार रहेको जानकारी गराएका थिए। सुमन परियारले धार्मिक विधि अनुसार सम्पूर्ण गरेको उक्त शुभ कार्यमा परिवारका सदस्यको अनुहारमा छुट्टै खुसीको लहर नै देखिएको थियो। छोराको आगमनले परिवारमा नयाँ ऊर्जा र उमङ्ग थपिएको छ। न्वारानको शुभ अवसरमा परिवारले सानो बाबुको सुस्वास्थ्य, दीर्घ र उज्जवल भविष्यको कामना समेत गरेका छन्।